ड्रप डाउन फिल इन द ब्ल्याङ्क्स इम्प्रुभ गर्नको लागि तपाईले जान्नुपर्ने कुराहरू हो कोलोकेसन, लिङ्किङ वर्ड्सको युज र ग्रामर। यो तीनवटै कुराहरू क्वेशनमा कसरी बनेको हुन्छ त्यसैको बारेमा आजको भिडियो रहेको छ। हाई एभ्रीवन, दिस इज त्रिविक्रम। वेलकम ब्याक टु द न्यू भिडियो अफ टिभिजी ग्यालेरी। र आजको भिडियोमा मसँग रहेको छ पिटी को रियल एक्जाममा धेरै पटक सोधिएको एउटा क्वेशन र त्यो क्वेशनलाई चाहिँ राम्रोसँग कसरी गर्न सकिन्छ त त्यसैको बारेमा रहेको छ र तपाईले भिडियो अन्तिमसम्म हेर्नु होला किनकि यो भिडियो प्रेडिक्सन क्वेशन रहेको पनि छ किनकि यो धेरै पटक रियल एक्जाममा पियर्सनको रियल एक्जाममा सोधिएको भएर पनि द क्वेशन हैज एक्सट्रीम चान्स टु बिकम द नेक्स्ट क्वेशन र तपाईले आफ्नो एक्जाममा पनि तपाई तयारी गर्दै हुनुहुन्छ भने यो क्वेशन तपाईले आफ्नो सेटमा पनि लेख्न सक्नुहुनेछ। र यो क्वेशनमा तपाईको लागि प्रेडिक्सन क्वेशन त हो नै हो, एट द सेम टाइम हामीले क्वेशनलाई कसरी प्लानिङ गर्न सकिन्छ त क्वेशनलाई राम्रोसँग बुझेर जानेर गर्ने कसरी त त्यसको बारेमा पनि सिक्छौं। सो तपाईले प्रेडिक्सन क्वेशन मात्र नभइकन पनि क्वेशनलाई डिल गर्ने आइडिया पनि यो भिडियोबाट थाहा पाउनुहुनेछ। सो भिडियो हेर्दै गर्दा तपाईलाई इफेक्टिभ लागेको छ भने चाहिँ भिडियोलाई लाइक पनि गर्नु होला एट द एन्ड र फर्स्ट टाइम च्यानल हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्न पनि नबिर्सनु होला। पिटी को तयारी गर्ने तपाई आफू जस्तै अरु साथीहरुलाई पनि भिडियो शेयर गर्न सक्नुहुन्छ, च्यानललाई रेकमेन्ड गर्न सक्नुहुन्छ। आजको टपिक तर्फ जाउँ। एउटा प्यासेज रहेको छ यहाँनिर एस्ट्रोफिजिसिस्ट अवार्ड भन्ने टपिक रहेको छ र मसँग सबैभन्दा पहिलो ग्याप भनेको चाहिँ यहाँनिर यस प्रकार रहेको छ। अब यहाँनिर वाज रिसिभिङ, रिसिभ्ड, ह्याड रिसिभ्ड र इज रिसिभ्ड दिएको छ। तपाई जहिले पनि यो क्वेशन गर्ने बेलामा पहिला चाहिँ अप्सनलाई अनलक गरिहाल्नु होला, अप्सनलाई ओपन गरिहाल्नु। अप्सन्समा हामीसँग वाज रिसिभिङ, रिसिभ्ड, ह्याड रिसिभ्ड र इज रिसिभ्डको कुरा गरेको छ। यो तपाईलाई यसरी दिनेबित्तिकै के बुझ्नु पर्यो भन्दा यो सबै रिसिभ रिसिभ नै भनेको हो, कुनै पनि अर्थ फरक छैन भनेपछि यहाँनिर ग्रामर म्याटर गर्छ। यो ग्रामरबाट गर्ने क्वेशन हो। अब तपाईले सेन्टेन्स हेर्नुहुन्छ, सेन्टेन्स हेर्दै गर्दाखेरि यो सेन्टेन्सले कुन टेन्सको कुरा गर्छ त कुन टाइमको कुरा गर्छ भन्ने पार्टलाई हामीले हेर्नुपर्ने हुन्छ। प्रोफेसर वारिक काउच समथिङ द अनररी डिग्री अफ डक्टर अफ साइन्स फर हिज रिमार्केबल कन्ट्रिब्युसन टु आवर नलेज अफ ग्यालेक्सिज एन्ड डार्क इनर्जी भनेर दिएको छ। अब यहाँनिर टाइमको कुरा त बुझिदैन हामीले, तर के भन्छ भन्दा चाहिँ डिग्रीको कुरा गरेको छ। डिग्री अफ डक्टर अफ साइन्स, उसले यो काम गरेको भएर उसको कन्ट्रिब्युसनको लागि उसलाई डिग्री, उसले डिग्री के त अब पाइरहेको थियो, पायो, पाएको थियो या इज रिसिभ्ड, यो त ल्याङ्ग्वेज राख्नै मिल्दैन। अब हामीले के बुझ्नु पर्यो भन्दा काम गरे बापत डिग्री पाउने हो, त्यसैले तपाईले यहाँनिर सबैभन्दा फर्स्टमै इज रिसिभ भन्ने पार्टलाई हटाइहाल्नु पर्यो। बाँकी रहेको वाज रिसिभिङ, रिसिभ र ह्याड रिसिभ मध्ये एउटा हुन्छ। डिग्री पाउने भन्ने कुरा चाहिँ तपाईले वाज रिसिभिङ लगाउन मिल्दैन, डिग्री पाइरहेको थियो, फ्रिक्वेन्टली भन्ने ल्याङ्ग्वेज पछाडि हुनु पर्यो, टाइम एन्ड अगेन भन्ने ल्याङ्ग्वेज हुनु पर्यो, मल्टिपल टाइम्स भन्नुपर्ने हुन्छ, इन के भन्छ रो भनेर भन्नु पर्यो, त्यो केही पनि छैन। यो चाहिँ मिनिङ के हुन्छ, वारिक काउच प्रोफेसरले डिग्री पाइरहेको थियो भन्न मिल्दैन, यो ल्याङ्ग्वेज हट्ने भयो यहाँबाट। अब रिसिभ्ड हुन्छ कि ह्याड रिसिभ हुँदै गर्दा तपाईले पाएको अचिभमेन्टहरुमा तपाईले पाएको कुरामा के हुन्छ, हामीले ह्याड रिसिभ्ड पाएको थियो को मतलब हुन्छ अहिले छैन, त्यस्तो लजिक भएन। त्यही भएर हामीले के राख्नु पर्ने हुन्छ भन्दा रिसिभ्ड। खासमा यसमा त हुनुपर्ने चाहिँ ह्याज रिसिभ्ड हो किनभने अचिभमेन्टहरुमा, एक्सपिरियन्सहरुमा चाहिँ नर्मली हामीले यो के भन्छ ह्याज ह्याभ प्लस भर्ब 3 लागेको हुन्छ, तर यहाँ त्यो ह्याज ह्याभ प्लस भर्ब 3 अप्सन नभइसकेपछि ह्याड रिसिभ्ड गर्नु मिल्दैन, पाएको थियो। सो पास्टमा त्यो भइसकेको थियो, ल्याङ्ग्वेज प्रयोग हुँदैन। डिग्री मान्छेको अहिलेसम्म हुन्छ, त्यो नलेज अहिलेसम्म हुन्छ, त्यही भएर हामीले उसले पायो, यो ल्याङ्ग्वेज प्रयोग गर्नु पर्यो। अब हामी सेकेन्ड नम्बरमा जाँदै गर्दाखेरि यहाँनिर ह्याज, सबैभन्दा सुरुमा तपाईले ह्याजै हेर्नु पर्यो। ह्याज पछि के हुन्छ त लेड, प्लेड, डन, फाउन्ड, यस्तो लजिक हुँदैन। तर पछाडिपट्टि जाँदै गर्दा के भन्छ अ क्रुसियल रोल। अ क्रुसियल रोल भन्ने बित्तिकै हामी के बुझ्छौं त जहिले पनि के हुन्छ यो रोल देख्ने बित्तिकै हामीले यहाँनिर प्लेड लगाउनु पर्छ। हो प्लेड रोल भनेको कोलोकेसन हो। तपाईले होइन बीचमा त क्रुसियल आएको छ, क्रुसियलले म अलिकति डिस्ट्र्याक्ट भए भन्नु हुँदैन। तपाई कम्तीमा पनि क्वेशन गर्दै गर्दा अ वर्ड
2 वर्ड र 3 वर्ड पछाडीसम्म जान सक्नुहुन्छ भने त्यसरी नै अ वर्ड 2 वर्ड र 3 वर्ड अगाडिसम्म हेर्न सक्नुहुन्छ किनभने कोलोकेसन भनेको इमिडिएट आफ्टर र इमिडिएट बिफोर वर्ड नै हुन्छ भन्ने छैन यो दुई तीनटा वर्ड अगाडि दुई तीनटा वर्ड पछाडि पनि हुन सक्छ प्लेड अ रोल जहिले पनि सँगै प्रयोग हुन्छ यहाँ क्रुशियल राखे पनि रोल नै हुन्छ प्लेड अ ग्रेट रोल सो पनि सँगै प्रयोग हुन्छ प्लेड आयो भने रोल हुन्छ रोल छ भने प्लेड हुन्छ तपाईले यो पार्टलाई याद गर्नुपर्ने हुन्छ ड्रप डाउनको ब्युटी भनेकै तपाईले यस्तो यस्तो कोलोकेसन चाहिँ यहाँनिर रिसिभ गर्नुहुन्छ मुभिङ अन थर्ड क्वेशनमा जाँदै गर्दाखेरि हामीसँग यहाँनिर एउटा हु दिएको छ अर्को दे छ अर्को दोज छ र अर्को व्हिच भनेर राखिदिएको छ अब यो क्वेशनलाई हामीले कसरी गर्न सकिन्छ त यहाँनिर भन्दै गर्दाखेरि चाहिँ तपाईले सेन्टेन्स यसले चाहिँ लिंक भइरहेको छ यहाँ कमा पछाडी सेन्टेन्स सुरु गरिरहेको छ अब हु भन्ने कि दे भन्ने कि दोज भन्ने कि व्हिच भन्ने त भन्दै गर्दाखेरि चाहिँ अगाडिपट्टि के कुरा गरेको छ भन्ने पार्टलाई हेरौं पहिला अगाडिसँग लिंक भएर आउँछ Professor Kaus uses large ground-based and space-based telescopes to observe galaxy clusters. Something are the largest structures भन्ने बित्तिकै हामीले यहाँनिर हु लगाउनु मिलेन त्यो हु त मान्छेलाई रिफर गर्ने काम गर्छ हु भन्नु मिलेन यसलाई हामीले यहाँ हटाउनु पर्ने भयो त्यसपछि गएर यहाँनिर अब अप्सन भनेको चाहिँ दे र दोज राख्ने हो दे आर द लार्जेस्ट स्ट्रक्चर्स इन द युनिभर्स यो पनि यहाँ फिट हुँदैन यसले पनि पर्सन र पिपललाई डिफाइन गर्न आउने हो सामानको कुरा गरेको छ अब्जेक्टको कुरा गरेपछि हामीले कि दोज लगाउने हो कि त व्हिच लगाउने हो किनकि यहाँ स्ट्रक्चरको कुरा गरेपछि दे आर द स्ट्रक्चर होइन दोज आर द स्ट्रक्चर भन्न मिल्ला व्हिच आर द स्ट्रक्चर्स भन्न मिल्ला यो मध्येमा कुन चाहिँ हुन्छ भन्दै गर्दा धेरैजना झुकिरहेको हुन्छ र यो एकदमै धेरै आउने र कन्फ्युजन हुने वर्ड पनि हो दोज र व्हिच आउँदै गर्दा कुन चाहिँ लगाउने अब नर्मली हामीले के बुझ्नुपर्छ भन्दा चाहिँ यो व्हिचले चाहिँ एक्स्ट्रा इन्फर्मेसन एड गरेको हो भन्ने कुरा बुझाउँछ यो इसेन्शियल होस् या नन इसेन्शियल होस् अगाडिपट्टि भनिसकेको पार्टलाई अझ फर्दर क्लारिफाई गर्न प्रयोग गरिएको हुन्छ अब दोज भनेको अब कुनै पनि प्लुरल कुरा अथवा टाढाको कुरा जुन तपाईसँग नजिकमा छैन हैन डिस्टेन्टमा भएको कुरालाई चाहिँ तिमीहरू हो भनेर बुझाउनु पर्दा प्रयोग गरिन्छ अब यदि त हामीलाई थाहा हुन्छ टेक्निकली चाहिँ क्वेशन कसरी बनेको हुन्छ भन्ने पार्टमा चाहिँ नर्मली तपाईले जुन दोज राख्नु भने हुने केस आयो भने यहाँनिर दोज पछि फेरि यहाँ एउटा हु व्हिच भनेर चाहिँ आउनु पर्ने हुन्छ नर्मली यो दोज चाहिँ रिलेटिभ क्लज हु या वेयर या सरी हु या व्हिच पछि प्रयोग भइरहेको जस्तो तपाईले यहाँनिर क्लस्टर्स कमा दोज व्हिच आर द भन्ने कन्डिसन भयो भने चाहिँ बल्ल दोज प्रयोग हुन्छ तर यहाँ ग्याप पछि डाइरेक्टली आर दिएको छ भने हामीले दोज नराखेर व्हिच राख्नु पर्यो याद गर्नु होला दोज राख्ने हो भने पछाडी फेरि हामीलाई यहाँ ग्याप भन्दा पछाडीपट्टि चाहिँ व्हिच चाहिन्छ अथवा डिपेन्डिङ अपन क्वेशन हु चाहिन्छ त्यो व्हिच को लागि डाइरेक्टली यहाँनिर व्हिच आर द भनेर सेन्टेन्स कम्प्लिट हुन्छ यो पार्टलाई बुझ्नु पर्यो नम्बर लास्टमा जाँदै गर्दाखेरि यहाँनिर यो सबै यो कनेक्टेड्सहरु टाइपको दिएको छ एज अ रिजल्ट अफ इन्स्टेड अफ इन एडिसन टु रिगार्डिङ भनेर दिएको छ अब यो सबै तपाईले अगाडिपट्टि हेरेर हुँदैन यो भन्दा पछिको सेन्टेन्सलाई यहाँ हेर्नुस् त हिज वन रिसर्च एक्टिभिटीज कमा रिसर्च आफ्नो रिसर्चको कुरा गरेको छ प्रोफेसर काउच हैज वर्कड टु सपोर्ट यङ रिसर्चर्स एन्ड प्रोवाइड समथिङ दिएको छ सो उसले यहाँनिर आफ्नो रिसर्च गरेको भन्ने सेन्टेन्स पनि छ र यो प्रोफेसर उसले चाहिँ अब यङ रिसर्चरलाई पनि सपोर्ट गरेको भनेको छ अब यहाँनिर तपाईले हेर्नु पर्यो एज अ रिजल्ट बनेको चाहिँ त्यसको कारणले गर्दा बिकज अफ भन्ने सेन्स आउँछ इन्स्टेड अफ भनेको इन प्लेस यसको सट्टामा त्यो काम गर्यो भन्ने सेन्स आउँछ इन एडिसन टु भनेको अब साथसाथै भन्ने हुन्छ रिगार्डिङ भनेको यस्तो भएको भएर भन्ने हुन्छ यस्तो हुनको लागि भन्ने हुन्छ अब यहाँनिर हामीले रिगार्डिङकै कुरा गर्यो भने रिगार्डिङ हिज वन रिसर्च आफ्नो रिसर्चको लागि प्रोफेसर काउच हैज वर्क टु सपोर्ट यङलाई रिसर्चलाई सपोर्ट गरेको भन्ने मिनिङ त लाग्दैन रिसर्चको लागि रिसर्चको सम्बन्धमा चाहिँ यिनीहरूलाई सपोर्ट गरेको भन्ने सेन्स आउँदैन यहाँनिर हामी जान्छौँ एज अ रिजल्टमा अब उसले रिसर्च गरेको भएर चाहिँ यङ रिसर्चरलाई सपोर्ट गरेको हो त यस्तो सेन्स पनि आउँदैन इन्स्टेड अफ भनेको रिसर्च गर्नुको सट्टामा यिनीहरूलाई सपोर्ट गरेको हो यस्तो ल्याङ्ग्वेज पनि आउँदैन दुईटै पोजिटिभ कुरा छ रिसर्च पनि गर्ने ल्याङ्ग्वेज छ
यङ पिपललाई सपोर्ट पनि गरेको भनेपछि हामीले यहाँनिर इन एडिसन टु रिसर्च पनि गरेको छ र यङ रिसर्चरहरूलाई चाहिँ सपोर्ट पनि गरेको छ। दिस लिङ्कर हेज द पोजिटिभ मिनिङ अर सुइटेबल मिनिङ हामीले यहाँनिर यो राख्छौँ। तपाईले यहाँ क्वेसन गरेको यो आइडियालाई पनि याद गर्नुहोला। एट द सेम टाइम यो आन्सरहरू पनि याद गर्नुहोला किनकि यो एकदमै धेरै रियल एक्जाममा सोधिएको क्वेसन्सहरू हो। Alright, thank you so much for watching this video. I hope तपाईलाई पक्कै पनि इफेक्टिभ लागेको हुनुपर्छ। भिडियो मन परेको छ भने लाइक गर्नु होला, च्यानललाई सब्स्क्राइब गर्नु भने नबिर्सनु होला। TVG ग्यालरी भित्र रहेका स्टडी मटेरियल एक्सप्लोर गर्नु होला। Keep watching TVG Gallery. See you in the next video.